अहिले हामी बिहानै अझ बेलुका पानी पर्यो र धनकुटाको मा उपभोक्तालाई पानी खुवाउनु समस्या हुन्छ भनेर आज बिहानै हामी म सहित हाम्रो कर्मचारी टोलीहरू आज मुहान क्षेत्रमा अहिले बिहानै हामी आइपुगेका छौँ र अहिले मुहान क्षेत्रको यो एउटा मुहान खोला हो। यसमा चाहिँ बेलुकाको पानी धमिलो आइरहेछ। त्यसो भएको हुनाले हामीले फिल्टर सिस्टम ट्याङ्कीहरू त बनाइरहेका छौँ, तर योभन्दा अझै लेदो पानी आउँछ र यस्तो लेदो पानीलाई हामीले फिल्टर ट्याङ्कीहरूमा छान्न पनि सक्दैन र यसको स्थायी समाधान गर्नको निम्ति वास्तवमा यो 1 नम्बर वार्ड 2 नम्बर वार्डबाट खानेपानीको निम्ति धनकुटाको उपभोक्ताहरूलाई बजारमा खास गरी 3 नम्बर 4 नम्बर 5 नम्बर 6 नम्बर 7 नम्बर 8 नम्बरसम्म यो क्षेत्रले पानी चाहिँ उपलब्ध गराएर त्यहाँ खाने व्यवस्थापन गरेको छ र हामी त्यसमा लागिरहेका छौँ। तथापि अब यसको स्थायी समाधान गर्नको निम्ति चाहिँ हामीले फिल्टर सिस्टमहरू त निर्माण गरि नै रहेका छौँ। तथापि पनि यो मुहान क्षेत्रमा पनि विशेष गरी घना कृषि क्षेत्रहरू र घना बस्तीहरू छ र यो क्षेत्रमा विकास निर्माणका कामहरू स्वाभाविक रूपमा भइरहेका छन् र त्यो हुने सन्दर्भमा र बाटाहरू धेरै खनिएको अवस्था छ र यो बाटाहरू जनताको आवश्यकता अनुसार खनिएको छ र यसलाई यो चाहिँ अब प्रदेश सरकार सङ्घीय सरकारहरूले र विशेष गरी माथिल्लो सरकारहरूले यो क्षेत्रका सबै बाटाहरूलाई कालोपत्रे बनाउने र यो कालोपत्रे बनाइसकेपछि यसको चाहिँ एउटा यसमा आउने धमिलोपन र यसमा आउने बगेर आउने माटाहरूको कमी हुन्छ र यसलाई हामीले यहाँबाट गएका पानीहरूलाई हामीले फिल्टर सिस्टममा फिल्टर गरेर उपभोक्ताहरूलाई उपलब्ध गराउन सक्छौँ। जबसम्म मुहान क्षेत्रहरूको बाटाहरू कालोपत्रे हुँदैनन् तबसम्म यहाँ चाहिँ यही खालका धमिलोपनाहरू र माटोहरू बाक्लो रूपमा माटोहरू आउने पानीमा र हामीले सफा पानी उपलब्ध गराउन समस्या हुन्छ। तसर्थ यो मुहान क्षेत्रको विकास निर्माणको सन्दर्भमा र यो क्षेत्रमा कालोपत्रे गर्नको निम्ति यो विशेष गरी उपभोक्ताहरू बसिएको क्षेत्रका वडाहरूले विशेष गरी 3 नम्बर 4 नम्बर 5 नम्बर 6 नम्बर 7 नम्बर 8 नम्बरका उपभोक्ताहरूले पनि त्यो क्षेत्रमा चाहिँ विकास निर्माण आवश्यक छ, त्यो क्षेत्रका बाटाहरू कालोपत्रे गर्न आवश्यक छ र हामीले शुद्ध पानी पिउन सक्छौँ भन्ने चाहिँ बुझाइ भयो भने र त्यो बुझाइका साथ यो मुहान क्षेत्रको विकास निर्माणको सन्दर्भमा सपोर्ट सहजीकरण भयो भने मलाई लाग्छ यसमा हामीले धमिलो पानीलाई कम गरेर सङ्लो पानी बनाउन सक्छौँ र यहाँबाट गएका पानीहरूलाई हामीले फिल्टरेसन सिस्टमबाट हामीले चाहिँ सफा गर्न सक्छौँ। त्यसको निम्ति हाम्रो बजारमा रहेको अब उपभोक्ताहरू सरकारी कार्यालयहरू पनि हुन्छन्। सरकारी कार्यालयहरूले पनि यो क्षेत्रको विकास निर्माण र मुहान क्षेत्रमा विकास निर्माण बाटाहरू कालोपत्रे गर्न सक्यो र स्थायी संरचनाहरू निर्माण गर्न सक्यो भने बजारमा चाहिँ के भन्दाखेरि शुद्ध खानेपानी उपलब्ध गराउन सकिन्छ भन्ने ढङ्गको सहजीकरण हुन सक्यो भने मलाई लाग्छ हामीले शुद्ध पानीहरू पिलाउन सक्छौँ र हामीले अत्यन्तै अथक प्रयासहरू हामीले गरिरहेको छ। तथापि पनि हामीले प्राकृतिक रूपमा चाहिँ यो खालको समस्या भइसकेपछि हामीले यो गर्न सक्दैनौँ। तसर्थ यसमा विशेष गरी बजार क्षेत्रको उपभोक्ता सरकारी कार्यालयहरू र सङ्घीय सरकार र प्रदेश सरकारले यहाँ पनि जनताहरू छन् भन्ने बुझाइका साथ को विकास निर्माण स्थायी संरचना निर्माण गर्नमा योगदान गर्नुपर्छ भन्ने यहाँको उपभोक्ताहरूको यहाँको मुहानवासीहरूको पनि बुझाइ छ र त्यसो भएको हुनाले यसमा हामी सबैले सहजीकरण हामीले गरेर लाग्न सक्यौँ भने मलाई लाग्छ धनकुटामा हामीले सफा पानी हामीले उपलब्ध गराउन सक्छौँ। धन्यवाद।